टाइ सिट आयो र हेर्दाखेरि 7:45 मा हाम्रो थियो फर्स्ट म्याच वार्ड 8 सँग। चिसो लागेको स्कुटरलाई मम्मी र म मिलेर बल्ल तल्ल स्टार्ट गर्छौँ र हामी अर्गनाइजिङ टिम थियो, त्यही भएर अगाडि नै गएर लाइन कोर्ने र पोस्टमा नेट हाल्ने काम गरियो। गेम बल त्यसपछि हुन्छ जर्सी वितरण र फाइनली स्टार्ट हुन्छ यो टुर्नामेन्ट। यो लिगको हाम्रो फर्स्ट गेममा हामीले 5-1 को अन्तरले जित्छौँ। घर पुगेर मेरा मोटामोटी कामहरू सकेर फेरि म ट्रेनिङ गर्नको लागि पुग्छु त्यही ग्राउन्डमा र डाइनामिक सुटिङहरू प्र्याक्टिस गरेर आजको दिनको अन्त्य हुन्छ। थ्याङ्क यू सो मच।